उहाँहरुको सक्सेस स्टोरी ओभरनाइट सक्सेस स्टोरी होइन उहाँले धेरै स्ट्रगल गर्नुभएको छ उहाँहरुको मेम्बर्सहरु को हुनुहुन्छ कस्तो खालको स्ट्रगल भयो एउटा छोटो कुराकानी म यहाँ उहाँहरुसँग गर्न गइरहेको छु र अझै तपाईलाई इन्फर्मेसन दिन्छु उहाँहरुको बारेमा सो लेडीज एन्ड जेन्टलमेन पुट योर ह्यान्ड्स टुगेदर फर वाइल्ड रिपर्स बाफ्रे यहाँ साइडमा यस्तो गुड लुकिङ उहाँले छिटो छिटो भन्दै हुनुहुन्छ कि Come on, Butchul, they deserve a standing ovation. Come on, उठेर ताली बजाइदिनुहोस् हाम्रो वाइल्ड रिपर्सको लागि. Come on. Thank you so much. Thank you. उहाँलाई एउटा माइक ल्याइदिनु हुन म अनुरोध गर्दछु. उहाँहरुको आज हामीसँग परफर्मेन्स पनि रहेको छ तर अहिले भने हामी छोटो कुराकानी गर्नेछौँ वाइल्ड रिपर्सलाई अझै राम्ररी चिन्नेछौँ र उहाँलाई हृदयदेखि धन्यवाद पनि हामी फेरि पनि दिनेछौँ नेपालको नाम त्यस्तो उच्च राखिदिनु भएकोमा. म सुरु गर्न चाहन्छु. नमस्ते. नमस्ते. सर्वप्रथम त हाम्रो दर्शकहरूलाई भनिदिनुहोस् न यहाँको टिम मेम्बर्सहरूको नाम भनिदिनुहोस् न. ओके. नमस्ते. चिन्नु भयो कस्तो लागिरहेछ आज वाइल्ड रिपर्स अगाडि देख्दा. सो म इन्ट्रोडक्सनबाट स्टार्ट गर्न चाहन्छु. सो हाम्रो टिम मेम्बर हुनुहुन्छ हि इज सुरज थापा मगर र काठमाडौँबाट हुनुहुन्छ. हि इज अल्सो नोन एज बी बोय पावर हाउस. उहाँलाई चिन्नु भयो कि चिन्नु भएन कपडा सपडा खोल्ने यस्तो देख्नु भएको नि तपाईँहरूले होइन. सो हि इज सुमन स्यामताङ फ्रम काठमाडौँ दक्षिण ढोका होइन त. अनदर मेम्बर र उहाँको नाम छ सागर राई. सागर हाम्रो 8 प्याक आए. ओके. हाम्रो बुटोलवासी नाम थाहा छ तपाईँहरूलाई? ओके सुन्नुहोस्. Yo, it's me, B-boy accuser. Hello, Butal. मलाई त चिन्नु भयो है सबैले. कोले चिनेको नि हात राम त. म चाहिँ सन्तोष सरजी बुटलबाट नै र मेरो यो ग्रुप वाइल्ड रिपर्स. थ्याङ्क यू. तपाईको त्यो ड्रेड लक साँच्चीकै हो कि एक्सटेन्सन्स हो? कस्तो लाग्छ हजुरलाई? अरे शान्ति हो. नेचुरल नै हो. नेचुरल हो. वाउ गॉर्जियस. थ्याङ्क यू फर क्वेसन. यसमा पनि मेहनत छ. ओके. हि इज नयाँ मेम्बर हाम्रो क्रुको एन्ड 10औं मेम्बर हुनुहुन्छ र उहाँको नाम छ सुशान्त तामाङ. उहाँ पनि काठमाडौँबाट हुनुहुन्छ. ओके. स्पेसल गाई ह्यान्डसम गाई. हाम्रो क्रुको लिडर हुनुहुन्छ हि इज रोहन सिंह ताम्रकर. ओके. हाम्रो ग्रुपमा एकजना मात्र इन्डियन मेम्बर हुनुहुन्छ. तपाईँलाई थाहा छ? थाहा छैन भने अब त थाहा भयो नि. सो हि इज all the way from Mumbai and his name is Saul James. अर्को ह्यान्डसम गाई. यो त मान्नुहुन्छ नि. And his name is आफै भन्छ है. Hello, my name is Suren Rai and I am from Kathmandu and I love you Butol. लभ यु रे सबैलाई. सो अर्को मेम्बर हुनुहुन्छ तपाईँहरूले देख्नु होला. He is expression king of wild rippers and his name is. Hello Butol, my name is Budalama and I am from Kathmandu. Hope you all enjoy. ओके. इन्ट्रोडक्सन भयो. हजुर. मेरो भन्नुपर्छ. नमस्ते. मेरो नाम किरण थापा. म चाहिँ धनगढीबाट र हाम्रो यो ग्रुप बन्नुमा एकजना
लेडीको हात छ, उहाँ चाहिँ हाम्रो म्याम हुनुहुन्छ, हाम्रो फाउन्डर हुनुहुन्छ एन्ड सी इज प्रमिला महर्जन, प्याम म्याम हाम्रो। र यो ग्रुपलाई डिफ्रेन्ट ठाउँबाट एउटा ग्रुप बनाउनको सबैभन्दा ठुलो हात उहाँको छ र अभियसली हाम्रो पेरेन्ट्सको सपोर्ट र त्यो कुरा त भन्नै पर्दैन कि देयर इज अलवेज अ वुमन बिहाइन्ड सक्सेसफुल म्यान। म अलि नर्भस भइरहेको छु आज साइडमा। हेलो हाई, हामी फ्यान हो क्या तपाईँ। उहाँ पनि यस्तो ग्रुप हेर्नु नाम त्यस्तो रोशन गर्नुभयो, तर उहाँको मेन हात ब्लेसिङ भनेको एउटा वुमनकै थियो होइन त? यस, सेजिरल के भन्नै पर्दैन अरू। र अरू एउटा कुरा भन्न चाहन्छु, सानो मेसेज छ एन्ड दिस मेसेज इज फर आवर रेस्पेक्टेड जज टेरेन्स सर। हेलो सर, नमस्ते सर। छोटा सा मैसेज है सर आपके लिए। हम लोगों को चाहा थी कि आपसे मिल पाए, आपके आगे अपना डांस दिखा पाए, और आज ये A&D चैम्प 2016 में आपके सामने हम लोग परफॉर्म कर पा रहे हैं, ये हम लोग के लिए बहुत बड़ी बात है। होप यू लाइक इट सर। एन्ड अलराइट, उहाँहरूको पर्फर्मेन्स अहिले एकछिनमा हामी गर्छ। अरूभन्दा पनि द रिजन आई वान्टेड यु गाइज हियर, द मेन रिजन वाज बिकज यु आर एन इन्सपिरेसन टु सो मेनी नेप्लिज आउट देयर होइन। यति धेरै युवा समाज जो चाहिँ नृत्यमा इन्ट्रेस्ट राख्नुहुन्छ, उहाँहरूको सोर्स अफ इन्सपिरेसन आइडल को भन्दाखेरि चाहिँ वाइल्ड रिपर्स, म वाइल्ड रिपर्स जस्तै पर्फर्म गर्ने भनेर भन्नुहुन्छ होइन। र उहाँको अभिभावकहरूको हामीले भिडियोहरू पनि हेर्थ्यौँ टिभीमा। इट वाज रियली हार्ट टचिङ, वी रियली युज टु फिल प्राउड होइन। अनि मलाई आज एउटा मात्र क्वेसन एउटा सोध्न के मन लागेको यहाँहरूलाई भने, हामीले उहाँको सक्सेस स्टोरी हेऱ्यौँ कि ताली बजायौँ, तर यहाँले धेरै स्ट्रगल गर्नुभएको छ। मैले सुनेअनुसार 2 वर्षसम्म उहाँहरू सबैजना एउटा रुममा मुम्बईमा बसेर स्ट्रगल गरेर 2 वर्षपछि बल्ल उहाँले यो सक्सेस चुम्न सक्नु भएको छ। त्यो छेड, त्यो मोमेन्ट्सहरू, त्यो हामी अब सक्सेस स्टोरिजतिर नजाउँ। उहाँले पर्फर्मेन्स पनि गर्नुहुन्छ, हामीलाई थाहा छ उहाँले राम्रो पर्फर्म गर्नुहुन्छ। अलिकति सबैलाई प्रोत्साहन दिने गरी यहाँको सानो स्टोरीको बारेमा भनिदिनुहोस् न, कस्तो थियो त्यो दिनहरू? हाम्रो स्टोरीको बारेमा भन्नुपर्दा हाम्रो सबैको एउटै मोटिभ हुनाले नै आज हामी यहाँ छौँ। हामी 10 जना भए पनि हामी 10 जना भएर काम गरेर, हामी 1 जना भएर काम गरेँ, एकजुट भएर काम गरेँ। र टिम वर्क इज की टु सक्सेस भन्छ नि। र अर्को कुरा के भन्नाले हामी कसैले पनि एउटा चिज कहिले गरेनौँ, हार कहिले मानेनौँ। हामीलाई धेरै स्ट्रगल भयो, त्यो त अब कुनै राम्रो ठाउँमा पुग्नको लागि स्ट्रगल त गर्नै पर्छ। हाम्रो टेरेन्सहरू पनि त्यहाँबाट आउनु भएको छ, हामी उहाँलाई पनि इन्सपिरेसन मान्छौँ। सो यु आर आवर इन्सपिरेसन बिकज वी हेभ सीन यू। आपको देख के हम लोग बहुत कुछ सीखे हैं सर। सो थैंक यू फॉर द इंस्पिरेशन। थैंक यू वेरी मच ब्रो। र हाम्रो स्टोरी त्यस्तो त छैन, इट्स सिम्पल भनौँ, हाम्रो लागि त सिम्पल लाग्छ, किनभने त्यो ठाउँमा पुग्न, नेपाललाई रिप्रेजेन्ट गराउन त्यति त दुःख हामी झेल्न सक्छौँ। हो ल, तपाईँहरूमध्ये खाना कसले बनाउनुहुन्थ्यो? हाम्रो बुटलवासी सन्तोष र हाम्रो सुरेन धेरै मिठो खाना बनाउँछ। तपाईँहरूको ग्रुपमा सबभन्दा अल्छी को छ? एकदमै सुत्नु पर्ने। सरी, बुद्ध। ओके, एकदमै मोबाइलमा झुन्डिने। क्रेडिट गो टु बुद्ध। एन्ड द क्लाउन अफ द ग्याङ सन्तोष। Alright guys, thank you so much. यहाँले एकचोटि they are our champions हैन, यहाँले एन्ड च्याम्पकोमा फिनालेमा पुग्नु भएका तपाईलाई रोल मोडल मान्ने सबै कन्टेस्टेन्टहरूलाई एकचोटि गुड लक भनिदिनुहोस् न। त्यही भन्न चाहन्छु, हामी यहाँ आउनु कारण, तपाईँहरू माझ लाइभ पर्फर्मेन्स दिनु कारण के भने चाहिँ टिभीबाट तपाईँहरू त्यति इन्सपायर हुनुभयो नि, आज तपाईँहरू लाइभ देख्न पाउनुहुन्छ। हामी तपाईँहरूलाई त्यो इन्सपिरेसन किन हुनुभयो भनेर देखाउन चाहन्छु। लाइभ पर्फर्म गर्दाखेरि कस्तो फिल हुन्छ त्यो फिल गराउन चाहन्छु, र यसले गर्दा तपाईँहरूलाई केही प्रोत्साहन हुन्छ होला कन्टेस्टेन्टहरू। सो बेस्ट अफ लक गाइज, गिभ योर बेस्ट। र वाइल्ड रिपर्सको तर्फबाट बेस्ट अफ लक। थ्याङ्क यू सो मच।